समयको कार्यक्रम प्रारम्भ हुन्छ। शून्य समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 1 मिनेटको समय निर्धारण गरिएको छ। सर्वप्रथम माननीय सदस्य बिना लामा। सम्माननीय सभामुख महोदय, आज म सांसद सचिवालय, मन्त्री परिषद र यहाँ हजुरको पनि विशेष ध्यान आकर्षण गराउनको लागि उभिएकी छु। यहीँ उभिरहनुभएका मर्यादा पालकहरूको समस्या सुनवाई गरोस् भनेर। सभामुख महोदय, सदन सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका मर्यादा पालकहरू बिहान 7 बजेदेखि बेलुकासम्म यहाँ हाम्रो सुरक्षाको निम्ति खटिरहनुहुन्छ। तर उहाँहरू न आवाज बनेर आफ्नो आवाज बुलन्द पार्न सक्नुहुन्छ, न आन्दोलनमा नै जान सक्नुहुन्छ। तर सरकारले उहाँहरूलाई खाजा र भत्ताको व्यवस्था गर्नुभएको छैन। बिहानैदेखि आन्दोलन नगरिकन यहाँ सुरक्षा दिइरहनुभएका सुरक्षाकर्मीहरूको विशेष खाजाको व्यवस्था गर्नको लागि म सरकारलाई हजुर मार्फत विशेष ध्यान आकर्षण गराउन चाहन्छु। उहाँहरूलाई पोषणयुक्त खाजाको र खानको व्यवस्था गरियोस्। धन्यवाद। जय राष्ट्रवाद। माननीय सदस्य विनिता कुमारी सिंह। सम्मानीय सभामुख महोदय, यस सम्मानित सदनमा जनता आवास कार्यक्रमको विषयमा पटक पटक आवाज उठाउँदै आए पनि सरकार गम्भीर भएको देखिँदैन। जनता आवास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष 2079-80 मा सिराहा जिल्लामा जम्मा 488 वटा घर निर्माणका लागि सम्झौता भएको थियो। उक्त घर निर्माणका लागि पहिलो किस्ताको रकम मात्र विनियोजन गरियो र बाँकी किस्ताको रकम अझैसम्म विनियोजन गरिएको छैन। सरकार जसका कारण गरिब दलित तथा अति विपन्न परिवारका घरहरू अधुरो अवस्थामा छन्। 2 वर्ष बितिसक्दा पनि काम सम्पन्न हुन नसक्दा उनीहरू खुल्ला आकाश मुनि बस्न बाध्य छन्। विशेष गरी वर्षा, हावाहुरी तथा प्रतिकूल मौसमका कारण घरविहीन बनेका परिवारहरू थप सङ्कटमा परेका छन्। त्यसैले अविलम्ब बाँकी किस्ताको रकम विनियोजन गरी रोकिएका घरहरू निर्माण सम्पन्न गर्नका लागि सभामुख मार्फत सरकारलाई गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य बिना जयसवाल। सम्माननीय सभामुख महोदय, बैंक तथा वित्तीय संस्थाहरूले आम नेपालीलाई ऋणी बनाउँदा एनआरबीको गाइडलाइन्स बाहेक ऋण रिकभरी सुनिश्चित गराउनु, ऋणीलाई थप अनेक कठिनाई, दर्जनौं दस्तुर र 3-fold रुल प्रोसेस मार्फत मात्रै ऋण डिस्पर्स गर्दछन्। तर समय सापेक्ष ऋण खराब ऋणमा परिणत भयो भने एक समयमा राम्रो भ्यालुएसन गरेको धितो बापत राखेको सम्पत्तिलाई कौडीको भावमा सीमित मान्छेहरूको लागि निलामीमा राख्दछन्। सभामुख महोदय, के कानुनी उपचार बाहेक पारदर्शिता र विश्वसनीयता सुनिश्चित गराउन बैंक तथा वित्तीय संस्थामाथि एनआरबीको जिम्मेवारी बन्दैन? भ्यालुएसन बराबरको भुक्तानी पाउनुपर्छ कि नै? होइन भने यो ठगी हो र यसलाई सच्याउनु पर्छ। साथै एटीएम मसिन इन्स्टल गर्नुभएका बैंक तथा वित्तीय संस्थाले विनम्रतापूर्वक आग्रह गर्दै कृपया 24/7 भनिने एटीएम सर्भिसलाई 24/7 राखिदिनु अनुरोध छ। व्यापार फेयर र एथिकल हुनुपर्छ। याद रहोस्, सेवाग्राहीले समयमा दस्तुर तिरेका छन् र नतिर्नेहरू सेवाविहीन छन्। माननीय सदस्य शान्ति श्रेष्ठ। सम्माननीय सभामुख महोदय, हाम्रो देशमा अहिले पनि 20% जनता गरिबीको रेखामुनि रहेको तथ्याङ्कले देखाउँछ। गरिबी हटाउन नीति तथा कार्यक्रमले केही आशा लाग्दो कार्यक्रमहरू ल्याएको छ। यस्ता कार्यक्रमहरू यथाशीघ्र कार्यान्वयन होस्। सभामुख महोदय, हाम्रो देशमा 8.1% बालबालिका विद्यालय जानबाट वञ्चित छन्। विद्यालय उनीहरूको पहुँचभन्दा टाढा छ। गरिबी र भौगोलिक विकटताका पनि यो प्रमुख कारण हो। त्यसमा पनि दलित समुदायका विद्यार्थीहरू, अल्पसङ्ख्यक, सीमान्तकृत, बौद्धिक अपाङ्गता, शारीरिक अपाङ्गता भएका बालबालिकाहरू बढी प्रभावित छन्। उनीहरूका लागि उपयुक्त विद्यालय स्थापना गर्ने अति आवश्यक देखिन्छ। सरकारले प्रत्येक जिल्लामा आवासीय विद्यालय स्थापना गरी उक्त बालबालिकाहरूलाई निःशुल्क रूपमा उच्च शिक्षासम्म अध्ययन गराउनका लागि सदन मार्फत सरकारसँग माग राख्न चाहन्छु। धन्यवाद। माननीय सदस्य शिवा नेपाली। सम्माननीय सभामुख महोदय, सम्मानित सदनमा हवाई यातायात सम्बन्धी विधेयकमा बृहत छलफल भई समितिमा गएको छ। बजेट कार्यान्वयनको समय आउँदैछ। यातायात व्यवसायीको हितको लागि सरकारबाट अझै धेरै कामहरू गर्न बाँकी छ। आशा छ सरकारले गर्छ।
विशेष गरी लामो दूरीका एसी, डिलक्स सवारी, हवाईजहाज जस्ता साधनहरूमा यात्रुहरूले अत्यधिक भाडा तिरेर यात्रा गरिरहेका हुन्छौँ भनेर भनिरहनु भएको छ। तर त्यस अनुसारको सेवा प्राप्त गर्न नसकेको गुनासो धेरै आइरहेको छ सभामुख महोदय। यात्रुहरू एयर कन्डिसन, एसी वा हिटर जस्ता सुविधाहरू कहिलेकाहीँ चलाइएको जस्तो देखाइन्छ, तर अधिकांश समय निष्क्रिय राखिन्छ। किन बस र हवाईजहाजका यात्रुहरू ठगिएको महसुस गर्छन् सभामुख महोदय? यो प्रवृत्ति बिस्तारै सामान्य जस्तै बन्न थालेको देखिन्छ, जुन अत्यन्त दुःखद विषय हो। यस्ता समस्याहरू बारम्बार भोग्दै आएका यात्रुहरूबाट लगातार गुनासोहरू आइरहेका छन्। यस्तो ठगी प्रवृत्ति तत्काल रोक्न आवश्यक छ। यसमा यातायात व्यवस्था विभाग तथा सम्बन्धित नियामक निकायको जिम्मेवारी अझ बढी देखिन्छ। यात्रुहरूले पैसा तिरे पछाडि सेवा पाउने अधिकार सुनिश्चित गर्नुपर्छ। यस विषयमा तुरुन्तै कडाइका साथ निगरानी, नियमन र आवश्यक कानुनी कार्यान्वयन होस् भन्ने। माननीय सदस्य शिशिर खनाल। सम्माननीय सभामुख महोदय, काठमाडौँ महानगरपालिका वडा नम्बर 26 अन्तर्गत ठमेलबाट गल्कुपाखा हुँदै गङ्गोबु चोकसम्म पुग्ने सडक केही विस्तार गरी कालोपत्र गरिएको वर्षौँ भयो, तर सडकको बीचबीचमा अझै पनि बिजुलीका पोलहरू यथावत छन्। ती पोलहरू नहटाइँदा सडक सङ्कुचित भई यातायात आवागमनमा बाधा उत्पन्न भइरहेको छ, साथै दुर्घटनाको पनि जोखिम रहन्छ। त्यसै गरी पछिल्लो समय लैनचौर क्षेत्रमा ट्राफिक जामको समस्या अत्यधिक बढेको छ। गल्कुपाखाबाट तथा ब्रिटिस एम्बेसी तर्फबाट एकतर्फी बाटोबाट आएका गाडीहरू लैनचौर दुग्ध विकास संस्थान अगाडि अड्किनुपर्ने बाध्यता छ। झन् केही दिन अगाडि होटल एम्बासडर अगाडि राखेका ट्राफिक लाइट्सहरूले लाजिमपाट क्षेत्रमा ट्राफिक जाम अत्यधिक बढेको छ। सुरक्षित, सहज र वैज्ञानिक सडक व्यवस्थापनमा यातायात विभाग तथा ट्राफिक प्रहरी लगायत सम्बन्धित सबैको ध्यान आकर्षण गराउँछु। धन्यवाद। माननीय सदस्य शेरबहादुर कुँवर। सम्माननीय सभामुख महोदय, सर्वसाधारणको लागि स्वास्थ्य उपचार महँगो बन्दै गएको छ। राष्ट्रको लागि महत्त्वपूर्ण योगदान गरेका, लोकतन्त्रको लागि सम्पूर्ण जीवन समर्पण गरेका व्यक्तिहरू र पूर्व जनप्रतिनिधिहरूको उपचार गर्न सरकार अनुदार बनेको छ। पटक पटक काभ्रे जिल्लाबाट निर्वाचित पूर्व सांसद गोविन्दनाथ उप्रेती लामो समयदेखि चिकित्सा बिमारी भई अस्पतालमा हुनुहुन्छ। उहाँको उपचारको व्यवस्था गरियोस् भन्ने सरकारसँग माग गर्दछौँ। वर्षायामसँगै हावाहुरीबाट देशभरिका विभिन्न ठाउँहरूमा विभिन्न घटनाहरू घटेका छन् र धनजनको क्षति भएको छ। हावाहुरीकै कारण रुख लडेर कैलालीमा एकजनाको ज्यान गएको छ भने अछाम चौरपाटी गाउँपालिका 4 दर्नी टोलका सेते कुमालको 1 राँगा, 1 भैँसी र 1 पाडा मरेका छन्। वर्षासँगै हावाहुरीबाट हुने सम्भावित दुर्घटनाबाट थप क्षति हुन नदिन सचेतना र सतर्कता अपनाउन सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य शोभा ग्यावाली। सम्माननीय सभामुख महोदय, बर्दिया जिल्लाको बबई नदीमा जमदीघाट पुल निर्माणका लागि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, माननीय अर्थमन्त्रीज्यू र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूको विशेष चासोको कारण बजेटको सुनिश्चितता भएकोमा म विशेष धन्यवाद दिन चाहन्छु। तर निर्माणको काम कहाँ पुगेको छ, किन गति लिन सकेको छैन? यथाशीघ्र निर्माण कार्य अगाडि बढाउनका निम्ति म भौतिक पूर्वाधार मन्त्रीज्यूसँग हार्दिक अनुरोध गर्न चाहन्छु। सभामुख महोदय, बर्दिया जिल्लाको खैरापुर क्षेत्रमा रहेको कृष्णसार संरक्षण क्षेत्रभित्रको अवस्थित सुकुम्बासी बस्तीलाई व्यवस्थापन गर्नका लागि संरक्षण क्षेत्र कार्यालय व्यवस्थापन परिषदबाट पटक पटक माग भइरहँदा पनि निकुञ्ज विभाग र वन मन्त्रालयको चासो देखेको छैन। यथाशीघ्र बस्ती व्यवस्थापन गर्नका लागि म सभामुखज्यू मार्फत वन मन्त्री तथा सम्बन्धित विभागको विशेष ध्यान आकर्षण गर्न चाहन्छु। हस्त, धन्यवाद। माननीय सदस्य सरिता भुसाल। सम्माननीय सभामुख महोदय, नेपालमा सुर्तीजन्य पदार्थको सेवन निकै चुनौतीका रूपमा देखा परिरहेको छ। कुल जनसङ्ख्याको 32% सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको तथ्याङ्कले बताउँछ। अझ युवाहरूमा भेप र हुक्काको प्रयोग बढ्दै गएको कुरा झनै चिन्ताजनक रहेको छ। करिब 30% क्यान्सरको कारण सुर्तीजन्य पदार्थकै सेवनबाट हुन्छ भन्ने विश्वव्यापी तथ्याङ्क रहेको छ। सभामुख महोदय, अझ पीडादायक पक्षता के भने सस्तो मूल्य र सहज उपलब्धतासहित हाम्रा शैक्षिक संस्थाहरूको नजिकै रहेका चिया पसलमा, किराना पसलहरूमा सुर्तीजन्य पदार्थको बिक्री वितरण भइरहेको पाइन्छ। विद्यालय पोसाकमै हाम्रा बालबच्चाहरू सुर्तीजन्य पदार्थको सेवन गरिरहेका भेटिन्छन्। हामीसँग सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन 2068 छ, तर कार्यान्वयनमा कमजोरी छ। तसर्थ सुर्तीजन्य पदार्थ नियन्त्रण गर्नका लागि अधिकतम मात्रामा कर वृद्धि गर्ने, खुल्ला बिक्री वितरणमा नियन्त्रण गर्ने, प्रयोग सम्बन्धी विज्ञापनमा प्रतिबन्ध लगाउने, पाठ्यक्रममा सुर्तीजन्य पदार्थको हानिकारक असर समावेश गर्नका साथै बिस्तारै सुर्तीजन्य पदार्थ फेज आउट गर्ने नीति ल्याउन म सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउँछु। धन्यवाद। माननीय सदस्य डाक्टर स्वर्णिम वाग्ले।
सम्माननीय सभामुख महोदय, पञ्चायत ढल्दा हाम्रो जलविद्युतको जडित क्षमता जम्मा 262 मेगावाट थियो। त्यसमध्ये कुलेखानी एक्लैले झन्डै 92 मेगावाट चाहिँ ओगटेर एउटा राष्ट्रिय लोड सेडिङको बेलामा एकदम इज्जत नै धानेको थियो। त्यसपछि यत्रो वर्षमा बल्ल दोस्रो जलाशययुक्त आयोजना चाहिँ हामीले तनहुमै बनाउँदैछौँ, तर त्यहाँका स्थानीय समुदायका गुनासाहरू अझै पनि एड्रेस गर्न बाँकी रहेको छ। बेलबास र ब्यास 13 का जनताले एडिबीको मुख्यालयमै चाहिँ कम्प्लायन्स रिभ्यू आग्रह गरेर त्यहाँको चाहिँ क्रसरका मुद्दाहरू, नदीको बहाव फेरिएका मुद्दाहरू लगायत अन्य गुनासा, रिटेनिङ वालका गुनासाहरू चाहिँ मुख्यालयमै पुगेको छ। उसको बोर्डले पनि एउटा कम्प्लायन्स रिभ्यू गर्ने म्यान्डेट दिएको छ। अब 1 वर्षभित्र झन्डै 5 करोड लागतमा त्यो रिभ्यू अगाडि बढ्ने भएको छ। यसमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले सहजीकरण गरोस्, आयोजना ढिलो नहोस्, तर स्थानीय बासिन्दाहरूको गुनासो पनि सम्बोधन होस्। धन्यवाद। माननीय सदस्य सीता कुमारी राणा। सम्माननीय सभामुख महोदय, जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले पश्चिम वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले 3 दिन अझै वर्षाको सम्भावना रहेको जनाएको छ। देशका केही स्थानमा मेघगर्जना, चट्याङ, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न स्थानीय नागरिकलाई सचेत रहेर सतर्कता अपनाउनु अनुरोध गर्दछु। देशका विभिन्न स्थानमा वातावरणीय प्रभाव मूल्याङ्कन बिना खनिएका वर्षात हुँदा बाढी पहिरो जोखिम अत्याधिक हुने देखिएकाले त्यो क्षेत्रमा बसोबास गर्ने स्थानीय समुदाय सतर्कतामा रहन तथा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारले स्थानीय नागरिकहरूलाई पूर्व सूचना दिई तथा तयारीमा रहन पनि सभामुख मार्फत अनुरोध गर्न चाहन्छु। धन्यवाद। जय नेपाल। माननीय सदस्य सीता मिजार। सम्माननीय सभामुख महोदय, सरकारी कामकाजलाई छिटो, छरिदो, पारदर्शी र प्रभावकारी बनाउनका लागि नेपाल सरकार एकीकृत कार्य व्यवस्था प्रणाली GIOMS विकास लागू गरेको छ। सरकारी कामकाजलाई डिजिटल र कागज रहित बनाउनका लागि विकास गरेको यो प्रणाली मार्फत सरकारी निकायहरूले विद्युतीय माध्यमबाट तोक आदेश, टिप्पणी, दर्ता, चलानी, हाजिरी, विधा व्यवस्थापन, अभिलेख व्यवस्थापन, कार्य सम्पादन, मूल्याङ्कन र अन्य प्रशासनिक कार्य सञ्चालन गर्न सक्छन्। तर हालसम्म यो प्रणाली नेपाल सरकारका 130 वटा निकायमा मात्र लागू गरेको छ। सेवा प्रवाहको प्रभावकारिता बढाउनका साथै ब्याकडेटमा निर्णय भएको देखाउने, मिलोमतो गर्ने, भ्रष्टाचार जन्य गतिविधिलाई न्यूनीकरण गर्न प्रभावकारी देखिएकोले GIOMS-लाई तिनै तहको सरकारका सबै निकायहरूमा लागू गर्ने गरी आगामी आबको बजेटमा विशेष प्राथमिकता राख्नका लागि म सम्माननीय सभामुख महोदय मार्फत माननीय सदस्य सुनिता बराल। सम्माननीय सभामुख महोदय, नेपाल विश्वव्यापी डिजिटल अर्थतन्त्रतर्फको परिवर्तनबाट आर्थिक वृद्धिको ठूलो अवसर प्राप्त गर्ने मोडमा छ। नेपालको आर्थिक कूटनीतिमा सूचना प्रविधि IT क्षेत्रलाई केन्द्रमा राख्नुपर्छ। हाम्रा कूटनीतिक मिसनहरूले नेपालको IT क्षमतालाई नेपाल बाहिर कसरी सक्रिय रूपमा प्रवर्धन गर्न सकिन्छ भन्ने कुरा प्राथमिकतामा राख्न जरुरी छ। डिजिटल अर्थतन्त्र विश्वभरि परम्परागत क्षेत्रलाई उछिनेर अगाडि बढिरहेको छ। अध्ययन अनुसार डिजिटल अर्थतन्त्रले विश्वव्यापी GDP को 4.5% हिस्सा ओगटेको छ, जुन 2.5 गुणा छिटो वृद्धि भइरहेको छ। विश्वको ध्यान र प्राथमिकता तान्न सफल IT क्षेत्र हाम्रो देशको आर्थिक कूटनीतिको केन्द्रमा राखेर काम गर्न नेपाल सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य सुमना श्रेष्ठ। सम्माननीय सभामुख महोदय, मिटर ब्याज पीडितलाई न्याय कहिले पाउँछन्? श्रीमान गौरी बहादुर कार्कीले दिएका सुझावहरू तथा श्रीमान तेजबहादुर कार्कीको आयोगले बनाइदिएको कार्यविधि स्वीकृत गर्ने हो भने र कार्यान्वयन गर्ने हो भने 80% मिटर ब्याज पीडितका समस्या समाधान हुन्छ। तर त्यसको लागि मान्छे थुन्नु पर्यो, आफ्नो अर्को भन्नु भएन। तर पीडितलाई पीडित बनाइरहेको छ। अहिले कतिन्जेल आन्दोलन गराइरहने, आयोगमाथि आयोग थप्ने र पीडितको समस्या गिजोल्ने राज्यको नीति कस्तो हो यस्तो? हिजो भर्खर भएको छलफलमा आयोगका अध्यक्षले पीडितले भने जस्तो काम गर्न नसक्ने बताएका छन्। यसअघिको आयोगलाई असहयोग गरियो, असफल बनाइयो। अहिले काम चलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन भइरहेको छ। पीडितले भेट्न जाँदा सिंहदरबारमा नो एन्ट्री भनिएको छ। मिटर ब्याज पीडितको समस्या यसरी समाधान हुँदैन। आफ्नो पार्टीको साहु महाजन जोगाउन पीडितमाथि राजनीति नगरौँ।
मिटर ब्याजमा गृहमन्त्री मन्त्री सांसद र नेताहरूको कहीँ कतै भाग छ भनेर कतै शङ्का उत्पत्ति हुने गरी काम नगरौँ। मिटर ब्याज पीडितलाई न्याय चाहियो, पीडितको आन्दोलनदेखि डराउने तर काम केही नगर्ने, यसले के सन्देश दिन्छ? मिटर ब्याज पीडितलाई न्याय चाहियो। सम्माननीय सभामुख महोदय, धन्यवाद। माननीय सदस्य सुशीला सिरपाली ठकुरी। सभामुख महोदय, अर्घाखाँची जिल्लामा रहेका केही योजनाहरूको बारेमा बजेटको कारणले सम्पन्न हुन नसकेका योजनाहरू। अर्घाखाँची जिल्लामा सालजन्दी ढोरपाटन लोकमार्ग, मदन भण्डारी पुष्पलाल लोकमार्ग, गोरसुङ्गे सन्धिखरका मार्ग न्यून बजेटका कारणले सम्पन्न हुन सकेका छैनन्। भइरहेको कामहरू पनि प्रभावकारी ढङ्गले अगाडि बढेका छैनन्। 9 मूले जलविद्युत परियोजनाको बजेटको अभावले भाषणमा मात्र सीमित छ। जिल्ला अस्पतालको भवन निर्माण भौतिक पूर्वाधार बजेटको समस्या छ। अर्घा भगवती विमानस्थल विभिन्न बाहनामा निर्माण रोकिएको छ। शैक्षिक सामग्री तथा सरकारी विद्यालयहरूमा भवन संरचनाको अभाव छ। अर्घाखाँची कृषि जोन कृषि बाहुल्य भएको जिल्ला हो, तथा सिँचाइ सुविधा लगायतका अभाव छ। कृषकहरू समस्यामा छन्। विदेश जाने दर बढ्दो छ र धार्मिक तथा पर्यटकीय सर्किटहरू सुपा देउराली नरपानी पाणिनी तपोभूमि अर्घा भगवती भूमेथान छत्र महाराज नरसिंहथान मालारानी मन्दिर मथुराधाम लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको सम्भावनाहरूलाई प्रचार प्रसार र निर्माणका लागि आवश्यक बजेट अबको योजनामा समावेश गरियोस् भन्न माननीय सदस्य सुशीला श्रेष्ठ। सभामुख महोदय, सबै नीतिको माउ नीति राजनीति हो। राजनीतिलाई सही दिशामा ल्याउन महिलाहरूको महत्त्वपूर्ण योगदान थियो, छ र रहिरहेको छ। खोटाङ तुवाचुङ नगरपालिका प्रमुख विमला राईले शून्य बेरुजु बनाएर काम गर्नुभएकोमा हार्दिक बधाई दिन चाहन्छु। महालेखा परीक्षकले बेरुजु बनाएर सुशासन कायम गर्न नसक्नेहरूलाई सरकारले कारबाहीको दायरामा ल्याओस् भन्ने जोडदार माग गर्न चाहन्छु। राजनीतिक लगायत निर्णय गर्ने ठाउँमा काबिल महिलाहरूलाई पुर्याइयो भने देशले काँचुली फेर्छ भन्ने समाजमा विश्वास बढेको छ। त्यसैले आगामी निर्वाचनमा महिलाहरूलाई निर्णय गर्ने ठाउँमा पुर्याउने गरी महिला मैत्री निर्वाचन प्रणाली बनाउने एकीकृत निर्वाचन विधेयक 2081 तयार हुँदै गरेको कुरा सुन्नमा आएको थियो। त्यो प्रक्रिया कहाँ के अवस्थामा रहेको छ? 2084 महिला पहिला बन्ने परिस्थिति बनाउन उक्त विधेयक छिटै आओस्। सभामुख महोदय मार्फत माननीय सदस्य सोहाङ नेम्बाङ। सम्माननीय सभामुख महोदय, सुशासन केवल प्रशासनिक दक्षताको कुरा होइन, यससँगै नैतिकता र इमान्दारिता पनि गहिरो रूपमा जोडिएको विषय हो। हामीले योजना बनाउने मात्र होइन, त्यसलाई समयमै पारदर्शी रूपमा सम्पन्न गर्ने उत्तरदायित्व राज्यको हुन्छ। इलामकै कुरा गर्दा यहाँका धेरै महत्त्वपूर्ण योजनाहरू जस्तै राजदुवाली केचना कञ्चनजङ्घा चुली सिमल गोलाइ तेलकेनी राके गैडे रवि राके भेडटार दमक चिसापानी नेपालटार मङ्गलबारे गजरमुखी मार्गसँगै दोबान सडकके पुवा खोला ठाडे खोला पुल जस्ता अरू धेरै पूर्वाधारहरू समयमा सम्पन्न हुन सकेको छैन। जब हामी शिक्षा स्वास्थ्य पर्यटन र कृषि क्षेत्रको समग्र विकासको कुरा गर्छौँ, त्यहाँसम्म सहज पहुँचका लागि पनि यातायात पूर्वाधार अनिवार्य शर्त हो। बाटो र पुल बिना यी विकासका सम्भावनाहरू पनि अधुरै रहन्छ। त्यसैले म सम्बन्धित निकायको गम्भीर ध्यान आकर्षण गराउँदै यी योजनाहरूले हालसम्म किन पूर्णता प्राप्त गर्न सकेन, गहिरो समीक्षा होस् र यथाशीघ्र निर्माण कार्यलाई थालनी र तीव्रता दिई समय सीमाभित्रै काम सम्पन्न होस् भनी आग्रह गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य सूर्यकुमारी श्रेष्ठ। सभामुख महोदय, हुमलाल जिल्ला नाम्खा गाउँपालिका तिल गाउँमा गएको बाढी पहिरोबाट क्षतिग्रस्त स्थानीय जनतालाई तुरन्त राहतको व्यवस्था गरियोस् भन्ने माग गर्न चाहन्छु। सभामुख महोदय, हाम्रो नेपाली दिदीबहिनीहरू खाडी मुलुक घरेलु काम गर्न जानु रहर होइन, बाध्यता हो। सभामुख महोदय, पारिवारिक बेमेल चरम आर्थिक अभावका कारण घरेलु काम गर्न जान्छन्। त्यहाँ घरेलु काम गर्दै गर्दा घर मालिकनीबाट शारीरिक मानसिक यातनासहित कोही कतै निर्दोष ती महिला दिदीबहिनीहरू अत्यन्तै बाध्यतात्मक परिस्थितिमा परि यौन दुर्व्यवहारको शिकार पनि हुन गई नेपाल फर्कदा ती दिदीबहिनीहरू रुँदै त्यो कारुणिक दृश्य बाबुविहीन छोराछोरी बोकी झरेको हामीले देखेका छौँ। त्यस्ता बालबालिकालाई आमाले राम्रो पालन गर्न नसक्ने अवस्थामा आमाको सहमतिमा शिक्षा स्वास्थ्य सहित सम्पूर्ण लालन पालनको जिम्मा नेपाल सरकारले लिनुपर्छ भन्ने कुरा सभामुख महोदय मार्फत नेपाल सरकारलाई ध्यान आकृष्ट गराउन चाहन्छु।
माननीय सदस्य सूर्यप्रसाद ढकाल। सम्माननीय सभामुख महोदय, एकजना व्यक्ति विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा त्यो संस्था नाफामा जाने र अर्को व्यक्ति कार्यकारी निर्देशकमा नियुक्ति भएको 15 दिन नहुँदै 4-5 अरब घाटामा देखिने, घाटा रहने, यसको वास्तविक रहस्य के हो? जनता र सदनले बुझ्ने गरी लिखित डकुमेन्ट यो सदन समक्ष पेश गर्न सभामुख मार्फत म नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। होस्, धन्यवाद। माननीय सदस्य सूर्यबहादुर थापा छेत्री। सम्मान्य सभामुख महोदय, निर्वाचन क्षेत्रको विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी, अटुट र अनन्याश्रित रूपमा जोड्नु अनिवार्य छ। समाजमा एक थरी मानिसहरू यस कार्यमा सांसदलाई अलग गर्नुपर्ने वाहियात छलफल, बुद्धिविलास र पूर्वाग्रही एवं नकारात्मक भाष्य निर्माणमा लागेका भेटिन्छन्। वास्तवमा 165वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसदहरू आफ्नो क्षेत्र जिल्लाको विकासमा सक्रिय योगदान दिने, पार्टीको स्पष्ट घोषणापत्र र प्रतिबद्धतासहित मतदाताको विश्वास जितेर निर्वाचित भएको वस्तुगत यथार्थलाई बजेट विनियोजनका क्रममा हेक्का राख्नुपर्छ। सांसदहरूलाई कोष होइन योजना सिफारिस गर्ने अधिकार दिँदा त्यस विरुद्ध किन बकवास गरिन्छ? बजेट सुन्ने, छलफल गर्ने, पारित गर्ने हामी सांसदहरूको संवैधानिक र कानुनी अधिकार नै हो। निर्वाचित जनप्रतिनिधिहरूको भूमिका कमजोर बनाउने कार्य कुनै बहानामा पनि उचित र सही हुन सक्दैन। यसबाट व्यवस्था विरोधी, अस्थिरतावादीहरू र अराजकतावादीहरू हौसिने तथा अनावश्यक रूपमा आम नागरिक र मतदाताहरू थप असन्तुष्ट एवं निराश बन्ने अवस्था। माननीय सदस्य सूर्यमान तामाङ दोङ। माननीय सदस्य सूर्यमान तामाङ दोङ। माननीय सदस्य सूर्यमान तामाङ दोङ। माननीय सदस्य हर्कमाया विश्वकर्मा। सम्माननीय सभामुख महोदय, झापाको बिर्तामोडबाट अर्जुनधारा हुँदै इलामको महमाई नगरपालिका जोड्ने बिरिङ खोलाको पुल विगत 2 वर्ष अगाडि भासिएर जनताले शास्ति भोगिरहेका छन्। हिउँद महिनामा चाहिँ सवारी साधन चल्ने गर्छ र बर्खा लागेपछि पुलमाथिबाटै खोला बग्ने भएकोले मानिसहरू आवत जावत गर्न नसकेर शास्ति भोग्न बाध्य छन्। सभामुख महोदय, अहिलेको साल मनसुन चाँडै सुरु भएकोले स्थानीय बासिन्दाहरू पुल निर्माण नभएको कारण एम्बुलेन्ससम्म आवत जावत गर्न कठिनाइ हुने भएकोले त्रसित हुनुहुन्छ र नगरपालिकासँग पनि पुल निर्माण गर्ने पर्याप्त बजेट नभएको र सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारीले पनि चालु आर्थिक वर्षमा पुलको कार्ययोजना नपरेको भन्नुभएकोले झनै जनता अन्योलमा परेका छन् र यसपालिको 82-83 को बजेटमा योजना समावेश गरी बजेटको सुनिश्चित गरिदिनु हुन सभामुख मार्फत सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। हस्, धन्यवाद। माननीय सदस्य हरि ढकाल। सम्माननीय सभामुख महोदय, मेरो निर्वाचन क्षेत्र अन्तर्गतको राप्ती नगरपालिकामा व्यथितिले सीमा नागेको विषय गरिमामय सदनमा विगतमा पनि मैले जानकारी गराएको थिएँ। सम्माननीय सभामुख महोदय, विगत 9 महिनामा 4 जना प्रशासकीय अधिकृत परिवर्तन भएको अवस्था छ र फेरि अहिले प्रमुख प्रशासकीय अधिकृत बिन बनेको छ राप्ती नगरपालिका। यो बीचमा स्थानीय विकास निर्माणका काम ठप्प भएको छ, भुक्तानीमा समस्या आएको छ, आम नागरिकले यो भद्रगोलको अवस्थाका कारणले गर्दा सेवाबाट वञ्चित बनेका छन्। राप्ती नगरपालिकामा अख्तियारको व्यापक दुरुपयोग भएको छ। दैनिक जसो अहिले राप्तीवासी आम नागरिक धरनामा उत्रिएका छन्। म सम्माननीय सभामुख महोदय मार्फत सम्बन्धित मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत तत्काल पठाउनको लागि जोडदार माग गर्दछु। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तत्काल राप्तीमा भएको अख्तियारको दुरुपयोगको घटना छानबिनमा ल्याउनको लागि जोडदार माग गर्दछु। धन्यवाद। माननीय सदस्य हेमराज राई। सम्माननीय सभामुख महोदय, सबभन्दा पहिले म नेपालका 2 जना ख्यातिप्राप्त सर्जकहरू, वरिष्ठ सङ्गीतकार, गायक तथा साहित्यकार एवं नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव श्री गणेश ऋषिक राईज्यू अनि प्रगतिवादी कवि तथा साहित्यकार श्री मेघराज मन्जुलज्यूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। उहाँहरूको स्वास्थ्य उपचारको लागि सरकारले सहयोग गरोस् भन्ने माग पनि राख्न चाहन्छु। दोस्रो कुरा,
नेपालका महिला क्रिकेट टिमलाई बधाई दिन चाहन्छु। उहाँहरू विश्व प्रतियोगितामा छनौट हुन सफल हुनुभएको छ र एसियन च्याम्पियन बन्नको लागि शुभकामना पनि भन्न चाहन्छु। तेस्रो कुरा, नेपाल सरकारले सगरमाथा सन्देशको सफल आयोजना गरेर यो वातावरण बिग्रनबाट जोगाउनको लागि सामूहिक प्रयत्न आवश्यक छ भन्ने विषयमा विश्वको ध्यान आकर्षित गर्नको लागि सफलता प्राप्त गर्नुभएको हुनाले प्रधानमन्त्री तथा नेपाल सरकार माननीय सदस्य ज्ञानबहादुर शाही। सम्माननीय सभामुख महोदय, हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नम्बर 6 तिलामा हिमपैह्रो गएको छ। अहिलेसम्म सरकारले उद्धार गरेका छैन। सरकारलाई म भन्न चाहन्छु, सरकारको दिमागमा जाम लाग्यो कि क्या हो? कि आँखामा रतन्दो लाग्यो, कि कानमा ढुसी पर्यो, कि हेलिकप्टरमा खिया लाग्यो? मन्त्रीहरूको सवारी हुँदा सरकारको हेलिकप्टर घुमै हुने, हुम्लामा हिमपैह्रोमा हिमताल फुटेर जनताहरू रोइरहेका छन्, एउटा हेलिकप्टर पठाउन सकेका छैन यो सरकारले। कि कर्णालीलाई हेपेको हो? यदि हेपेको हो भने म सिधा भन्न चाहन्छु, आज यो संसदमा म निर्वाचित हो कर्णालीबाट, तपाईँ कर्णालीलाई अलग बनाउनुहोस्, तपाईँको राज्य व्यवस्था कर्णालीबाट सार्नुहोस्, अन्त हामी चलाएर देखाउँछौँ कर्णाली। यस्तो पनि अपराध गर्न पाइन्छ? तपाईँहरू एउटा सामान्य राज्य मन्त्री घुम्दाखेरि हेलिकप्टर लगेर घुम्नुहुन्छ, तर आज त्यहाँ जनता हिमपैह्रो गएर आज अलपत्र परेका छन्। त्यति मात्र होइन, सगरमाथा संवाद, के को संवाद, कहाँको संवाद, कताको संवाद? हिमपैह्रोले मान्छे मरिराखेका छ, त्यता उद्धार छैन, यहाँको नाटकबाजी। त्यही भएर अहिले पनि म सरकारलाई अनुरोध गर्न चाहन्छु, संसद मार्फत सभामुखले रुलिङ गरून्, कर्णालीका जनता जनता हुन्, यो देशको नागरिक हुन्। आज मैले बोल्ने भाषा पनि यो कर्णालीको हो सभामुखज्यू। त्यो भएर सम्माननीय सभामुखज्यूलाई रुलिङको आवश्यक गर्छु कर्णालीमा। माननीय सदस्य ज्ञानु बस्नेत सुवेदी। सम्माननीय सभामुख महोदय, देशैभरि वर्षा भइरहेको छ। अहिले मनसुन सुरु भएको छैन, यो प्री मनसुन वर्षा नै भइरहेको छ। हुम्लाको नाम्खामा हिमताल फुटेर लेदोसहितको पहिरोले नयाँ सङ्केतहरू दिइरहेको छ। मौसमविदहरू यो वर्ष अघिल्लो वर्षको तुलनामा अझ बढी पानी पर्ने भविष्यवाणी गरिरहेका छन्। यो वर्ष अझ बढी नेपाली जनताहरूमा विपत्तीय घटनाहरू बढ्ने सम्भावना देखाइरहेको छ। म सभामुख महोदय मार्फत सरकारलाई सोध्न चाहन्छु, सरकारले यसमा तयारी के कसरी गरिरहेको छ? सभामुख महोदय, अघिल्लो वर्ष सरकार उद्धार र राहतमा पूर्ण असफल साबित भइसकेको अवस्था हो र अहिले पनि हामीले हुम्लामा त्यो देखिराखेका छौँ। राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएर जनताले शास्ति पाउने स्थिति अघिल्लो वर्ष हामी सबैले भोगेकै हो। यस वर्ष समयमै पूर्व तयारी र व्यवस्थित गर्न र समयमै उद्धारको चुस्त दुरुस्त तयारी गर्न म सम्माननीय सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गर्दछु। धन्यवाद। लाल सलाम। माननीय सदस्यहरू, शून्य समयमा माननीय सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ।